जाडो जाडो ड्युटीबाट घर जान लागेको म्याक्याक के हो यस्तो सेतै हैट माकुरी मरिन्छ बे यस्तो जाडोले त किन चल्दैछ अड्क्यो ल्यामर जस्तो हैट केही देखेको छैन बे बिस्तारै जानुपर्छ यार के हो त यस्तो यार मरिन्छ जाडोले आमा लास्टै चिसो आएको छ बे रनमा त केही देख्दैन यार यस्तो बेला झन् बाटो के अरे थाहा नहुनुपर्छ बिजोग रमाइलो हुन्छ कहाँ हिँड्यो कहाँ हो के हो थाहै हुँदैन रे यहाँ पो गाह्रो छ त कस्तो आएर लम हानिदिने भने टेन्सन यो वर्षको आज फर्स्ट टाइम होला यस्तो हुस्सु लागेको खतरा पानी परेको थियो 2-3 दिन कति भएको थियो पानी परेको खै केही देखेको छैन यार ल हेर त केटी देख्नै हुँदैन रनमतीहरू त हर्न बजाउँछ त के भएको बडा हरामी हो बेटा जाडोमा चाहिँ लास्टै गाह्रो हुने के अरे ड्युटी जान र आउनलाई यार माकुरी पानी परिदिन्छ कि अरू भन्दा नि आज झन् ड्युटी आउने बेलामा पानी परेर दिमाग खराब यार निस्किँदा त परेको थिएन बिच बाटोमा आएपछि धुलाइ पर्दिएर अहिले फेरि पानी नरहेछ हुस्सोला लास्ट चिसो छ एकदम केयरफुल भएर चलाउनु पर्छ यार देख्दैन मान्छे अगाडि अनि माकुरी कहाँ आइपुग्यो नि थाहै हुँदैन यार म जाउँ अगाडि गएन
हैट। रनमती कहाँ बिच बिचमा हिँडेको यो? कुन बाटोबाट जाने होला? ए सिधै जाने हो। ओहो, अहिले कति बजे? 2 बजे रातिको 2 बजेको हालत यस्तो छ। इमर्जेन्सी लाइट बालेर हिँडेको गएमा के अरे कस्तो बिच बिचमा हिँडेको त नि। ओहो, डरै लागेर आउने यार। खै मेरो पछाडिको लाइट बोलाएन कुनै। केही देखेको छैन यार। सबै इमर्जेन्सी लाइट पालेर हिँड्यो। मेरो आँखाको परे बेलामा पुरै पानी भइसक्यो यार। ओहो, के भएको त यस्तो बे? लास्ट डर लाग्ने रहेछ बे यस्तरी चलाउँदा त यार। कहाँ आइपुग्यो बे? कस्तो स्पिडमा गएको यो? ओए आएर ठोक्देला भन्ने डर यार पछाडिबाट। यस्तो कुदाएको यस्तो भने यहाँबाट राइट। ल त्यो चाहिँ के हो? राइट लाइट बालेर सिधै अगाडि गएको। यस्तरी जाडो बढ्यो भने त हिउँ पर्छ होला यार यसपालि। यस्तो जाडो भयो भने त पर्छ कि। ले यता त छैन त फेरि त्यस्तो। उता मेन हाइवेमा चाहिँ ओभर रहेछ, यता त त्यत्रो छैन। हल्का हल्का चाहिँ छ, भिजिबिलिटी छ भनौँ न। उता त केही नदेख्ने अनि माथि। ल सर्टकट हो क्या फेरि दादाको यो। यस्तो गर्न त नहुने होइन, तर यहाँ सबैले गर्छ अनि सबैले गर्छ भनेर गर्न त हुँदैन। ऊ गाडी आएर हेर्नुपर्छ, हेरेर क्रस गर्नुपर्छ। अनि रङ वे चलाइरहेको छु मैले, उताबाट गाडी आएर छ। यहाँबाट चाहिँ फेरि राइट वे। ल घर आइपुग्यो है केटा हो।
यहाँबाट लेफ्ट अनि फेरि राइट। यो चाहिँ घरको साइडको गल्ली। अरे कसको गाडी यस्तो राखेको बिचमा? ले कुरी ल दादाको घर आइपुग्यो। त त्यति नरहेछ।